चैत मसान्तसम्म ब्याङ्कहरूको वित्तीय विवरण सार्वजनिक भएको छ, जसमा ब्याङ्कहरूको नाफा 1.40% बढेर 41 अर्ब 25 करोड 11 लाख 38 हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ब्याङ्कको नाफा 40 अर्ब 68 करोड 30 लाख 81 हजार रुपैयाँ रहेको थियो। 20 वटा वाणिज्य ब्याङ्कमा 9 वटाको नाफा घटेको छ भने 11 वटाको बढेको ब्याङ्कहरूले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणमा उल्लेख छ। यो अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नोबेल ब्याङ्क अग्रस्थानमा छ। ब्याङ्कले चैत मसान्तसम्म 5 अर्ब 5 करोड 14 लाख 19 हजार रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा 4 अर्ब 66 करोड 80 लाख 29 हजार रुपैयाँ रहेको थियो। यो अवधिमा ब्याङ्कको नाफा 8.21% बढेको छ। ब्याङ्कले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार ब्याङ्क कर्जा बढे पनि खुद ब्याज आम्दानी भने घटेको छ। खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भए पनि खुद ब्याज आम्दानी घट्दा ब्याङ्कको कुल सञ्चालन आम्दानी घटेको छ। तर ब्याङ्कको निष्क्रिय बढे पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ, जसले ब्याङ्कको नाफा बढेको छ। नोबेललाई पछ्याउँदै नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क दोस्रो स्थानमा रहेको छ। ब्याङ्कले चैत मसान्तसम्म 4 अर्ब 54 करोड नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ब्याङ्कको नाफा 3 अर्ब 27 करोड 52 लाख 77 हजार रुपैयाँ रहेको थियो। यो अवधिमा 38.61% बढेको छ। नाफा धेरै आर्जन गर्ने मध्ये तेस्रो नम्बरमा ग्लोबल आइएमए ब्याङ्क रहेको छ। ब्याङ्कको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 37.12% बढेर 4 अर्ब 53 करोड 40 लाख 79 हजार रुपैयाँ रहेको छ। 3 अर्ब नाफा कमाउनेमा एभरेस्ट ब्याङ्क मात्रै रहेको छ। यो अवधिमा ब्याङ्कको नाफा 32.55% बढेर 3 अर्ब 45 करोड 76 लाख 36 हजार रुपैयाँ रहेको छ। प्रतिशतको आधारमा हेर्दा धेरै प्रतिशत नाफा बढाउनेमा नेपाल ब्याङ्क रहेको छ। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा यो अवधिमा ब्याङ्कको नाफा 2032.80% नाफा बढेर 2 अर्ब 78 करोड 34 लाख 94 हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा 13 करोड 5 लाख 9 हजार रुपैयाँ रहेको थियो। एनएमबी ब्याङ्कले चैत मसान्तसम्म 5.88% नाफा बढाएर 2 अर्ब 37 करोड 32 लाख 89 हजार रुपैयाँ पुगेको छ। प्रभु ब्याङ्कको नाफा 3.51% बढेर 1 अर्ब 87 करोड 60 लाख 60 हजार रुपैयाँ रहेको छ। सानिमा ब्याङ्कको नाफा 14.80% बढेर 1 अर्ब 65 करोड 24 लाख 76 हजार रुपैयाँ पुगेको छ। यस्तै चैत मसान्तको अपरिष्कृत वित्तीय अवस्था अनुसार 9 वटा ब्याङ्कको नाफा घटेको छ, जसमा प्राइम ब्याङ्क, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास ब्याङ्क, सिद्धार्थ ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क, सिटिजन्स ब्याङ्क, हिमालय कुमारी र एनआइसी एसिया ब्याङ्कको नाफा घटेको छ। एनआइसी एसियाको नाफामा उच्च गिरावट देखिएको छ। ब्याङ्कले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा ब्याङ्कको नाफा 91% सम्मले घटेको देखिएको हो। चैत मसान्तसम्म ब्याङ्कको खुद नाफा 15 करोड रुपैयाँमा मात्रै छ। गत आर्थिक वर्षको चैत मसान्तसम्म ब्याङ्कको खुद नाफा 1 अर्ब 91 करोड थियो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा आइपुग्दा नाफा 15 करोडमा सीमित भएको हो। यो भनेको करिब 91%ले कम हो। ब्याङ्कको आम्दानीको स्रोतहरू घट्न थालेसँगै खुद नाफा घटेको हो। चैत मसान्तसम्म ब्याङ्कको खुद ब्याज आम्दानी 81 करोड रुपैयाँले घटेको छ। यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य ब्याङ्कहरूले कर्जा तथा नोक्सानी व्यवस्था गर्न 35 अर्ब 7 करोड 30 लाख रुपैयाँ छुट्याएका छन्। यो रकम गत आर्थिक वर्ष 2080-81 को सोही अवधिको तुलनामा 4 अर्ब 80 करोड रुपैयाँले कम हो। वाणिज्य ब्याङ्कहरूले गत वर्ष 39 अर्ब 87 करोड 63 लाख रुपैयाँ कर्जा नोक्सानीका लागि व्यवस्था गरेका थिए। चालु आर्थिक वर्षमा सबैभन्दा बढी कर्जा नोक्सानीका लागि रकमको व्यवस्था गर्नेमा कुमारी ब्याङ्क रहेको छ। यो ब्याङ्कले चैतसम्ममा 5 अर्ब 16 करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको छ। कुमारी ब्याङ्कले नोक्सानी व्यवस्थाको रकम गत वर्षको तुलनामा यो वर्ष 1 अर्ब 62 करोड रुपैयाँले बढेको छ। यो ब्याङ्कको नोक्सानी व्यवस्था गत वर्ष चैतसम्ममा 3 अर्ब 54 करोड रुपैयाँ थियो। चालु आर्थिक वर्षको चैतसम्ममा दोस्रो धेरै नोक्सानी व्यवस्था गर्नेमा लक्ष्मी सनराइज ब्याङ्क रहेको छ। यो ब्याङ्कले चैतसम्ममा 3 अर्ब 19 करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि व्यवस्था गरेको छ। यस्तो रकम गत वर्षको चैतसम्ममा 4 अर्ब रुपैयाँ थियो। लक्ष्मी सनराइज ब्याङ्कको कुल कर्जा प्रवाह चैतसम्ममा 2 खर्ब 76 अर्ब रुपैयाँ रहेको छ। नोक्सानी व्यवस्थाका लागि सबैभन्दा कम रकम छुट्याउनेमा एभरेस्ट ब्याङ्क रहेको छ। यसले अरू वाणिज्य ब्याङ्कको तुलनामा 27 करोड रुपैयाँ मात्रै यस्तो रकमको व्यवस्था गरेको छ। एभरेस्टको यो रकम गत वर्ष 63 करोड रुपैयाँ थियो। कर्जा नोक्सानी रिभर्स गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क रहेको छ। यसको गत वर्ष 25 करोड रुपैयाँ कर्जा नोक्सानीमा भएको रकमलाई घटाएर यो वर्ष 9 करोड 90 लाख राइट ब्याक गरेको छ।